धन्यवाद आजका उद्घोषकज्यू। म शक्ति चामलिङ भोजपुर जिल्ला साथै केन्द्रीय सभाको तर्फबाट जुझारु क्रान्तिकारी जय मङ्गोल। आज यो धरानको भानुचोकमा हामी उपस्थित यो रहरले हामी भएका छैनौं। यो हाम्रो कठोर बाध्यता हो। यसले तपाईलाई नयाँ पाठ सिकाउँदैछ। यो दार्शनिक युग पुरुष डाक्टर गोपाल गुरुङको एउटा मंगोल राष्ट्रवादको विश्वविद्यालयको यो पाठशाला हो। यहाँ आएर तपाईहरुले आफ्नो अस्तित्व र इतिहासको एउटा नयाँ पाठ पढ्ने अवसर पाउनुहुनेछ र यसलाई मध्यनजर गर्नुहोला। 1947 तिर दोस्रो विश्वयुद्धमा भारतमा नेपालका मूलवासी मंगोल क्याप्टेन दलबहादुर मगरज्यूको पुरानो इतिहासलाई आज म ताजा बनाउँदै मेरो दुई शब्द सुरु गर्न अघि बढिरहेको छु। जुन दिन थियो क्याप्टेन दलबहादुर मगरको अन्तिम दिन, त्यो अन्तिम दिनको पर्खाइमा विदेशीहरूको कब्जामा विदेशी आर्यहरूको गोराहरूको कब्जामा उहाँले अन्तिम दिन कुरेर बसिराख्नु भएको थियो। त अंग्रेजहरूको मुठ्ठीमा उहाँ परिसकेपछि उहाँको 6 महिनाको अन्तिम दिन तेरो अन्तिम इच्छा के छ भनेर सोद्धा मेरो श्रीमतीसँग बोल्ने अन्तिम इच्छा छ भन्नुभयो। बोलाइदिनु भयो। 6 महिनामा श्रीमतीसँग भेट भयो। जुन दिन अन्तिम बोली थियो उहाँको, त उहाँको श्रीमती उहाँ भेट्न जाँदा रुँदै चिच्याउँदै आफ्नो श्रीमानको अन्त्यको शब्द सुन्नलाई आतुर थियो। रुँदै र कराउँदै उहाँको श्रीमती अगाडि उपस्थित हुनुभयो। तर क्याप्टेन दलबहादुरले हाँसी हाँसी भन्नुभयो, तिमी नरुव, तिमी मेरो सामुन्ने आएर रुएर कराएर चिच्याएर अब हुनेवाला केही छैन। म शत्रुको पन्जाबाट म उम्किन सक्दिन। म दासत्व स्वीकार्न तयार छैन। हाँसी हाँसी फाँसी जान तयार छु। म एकजना व्यक्तिले फाँसी जाँदाखेरि भारत चाहिँ अंग्रेजको हातबाट स्वतन्त्र हुन्छ भने भारतको स्वतन्त्रको निम्ति म बलिदान हुन परे पनि तयार छु। तिमी घरमा गएर आफ्नो बालबच्चालाई पालन पोषण गर, हुर्काऊ, बढाऊ, पढाऊ है। त्यसै भनिदिनु भएको थियो। त्यही अन्तिम दिन थियो उहाँको। त्यही शब्द बोलेर उहाँले फाँसीमा लट्केर उहाँको